सम्माननीय अध्यक्ष महोदय, सर्वप्रथम सरोकार समितिको माननीय सभापतिलाई बधाई पनि छ। सिङ्गो समितिका सदस्यज्यूहरू र कर्मचारी सचिव सहित सबैलाई एकदम मिहिनेत गरेर रिपोर्ट बनाउनु भएको छ। मैले सरस्वती रिपोर्ट पुरै पनि पढेँ पनि र अलिकति समितिको कार्यक्षेत्रका कुराहरू आउँछु। यो अलिकति सरोकारका कुराहरू, नेसनल एफेयर्सका कुराहरू भए कतिपय होइन, अब दैनन्दिन सरोकारका विषयहरूमा छलफल गर्नुपर्छ, त्यो आफ्नो ठाउँमा छँदैछ। कतिपय अब अन्तर्तः सम्बन्धका कुराहरू पनि छ र अन्तर्तः सम्बन्धमा सिरिज अफ कतिपय कर्मचारी समायोजन लगायतका कुराहरू, प्रहरी लगायतका कुराहरूमा कतिपय छलफल भएको छ समितिले। कतिपय समितिले दिएका निर्देशनहरू कार्यान्वयन नभएको कुराहरूमा कतिपय म अलिकति समय भयो भने यसको निष्कर्ष सुझावका कुराहरूमा पनि अलिकति मैले केही कुराहरू राख्छु। र सबभन्दा पहिला सम्माननीय अध्यक्ष महोदय, र अहिले हामी यही अन्तर्तः सम्बन्धका कुरा गर्दा, तहगत अन्तर सम्बन्धको कुरा गर्दाखेरि चाहिँ मलाई के लाग्छ भने अहिले पनि स्थानीय तह र प्रदेशले सरकारको अनुभूति गर्न चाहिँ पाएका छैनन्। हाम्रो संविधानले निश्चित रूपमा स्थानीयलाई पनि सरकार भन्छ, प्रदेशलाई पनि सरकार भन्छ, तर सरकारको अनुभूति अहिले पनि एउटा केन्द्रीकृत सोच र मानसिकता यो केन्द्रीय तहमा छ। नेपाल सरकारमा मैले त्यो पाएको छु, त्यो देखेको छु। त्यसकारण स्थानीय तह प्रदेश भनेका माथिका एउटा प्रशासनिक एकाइ हुन्, विकेन्द्रीकरण एकाइ हुन् भन्ने खालको सोच मानसिकता अहिले पनि छ। स्थानीय तहमा अहिले हामीले यो सिङ्गो कतिपय गाविसलाई वडा बनायौँ। अहिले कतिपय अधिकांश वडाहरूमा वडा सचिव छैन। अब 200 देखि लिएर 250 पालिकासम्म निमित्तको भरमा कर्मचारी चलाएको राखेको अवस्था छ। एउटा पाटो यो। अर्को यो अझ के अरे स्थानीय तहको त अब के अरे सेवा व्यवस्थापन सम्बन्धमा एउटा सङ्घीय एउटा ढाँचा कानुन मापदण्ड बनाउनु पर्छ भनेर स्थानीय सरकार सञ्चालन ऐनमा लेखेको छ। त्यो पनि अहिलेसम्म बनाइएको अवस्था छैन। प्रदेशको कुरा गर्यो भने त अहिलेसम्म यस्तो मलाई लाग्छ अझ विडम्बनै भन्नुपर्छ, एउटा निर्लज्जतै भन्नुपर्छ। अहिलेसम्म 5 वर्षको एउटा साइकल हामीले पुरा गरिसक्यौँ। प्रदेशमा अहिलेसम्म हामीले प्रदेशको एकल अधिकार प्रहरीको शान्ति सुरक्षा र प्रहरीको अहिलेसम्म हामीले समायोजन गर्न सकेका छैनौँ। र मलाई के लाग्छ भने अघिल्लो सरकारको जुन कमन मिनिमम प्रोग्राम मैले हेरेँ, कमन मिनिमम प्रोग्राममा यथाशक्य चाँडै प्रहरी समायोजन गरिनेछ भनेर लेखिएको थियो भने अहिलेको कमन मिनिमम प्रोग्राममा त अहिले के भनेको छ भने सरकारले पूर्णता पाएको 6 महिनाभित्र भनिएको छ। अब मलाई के लाग्यो होइन, अब यसले गर्दाखेरि सरकारको नियतमै अलिक खोट छ कि जस्तो मलाई लागेको छ। यो पाटो अर्को कतिपय अब त्यो वित्तीय हस्तान्तरण कुराहरू, राजस्व बाँडफाँडका कुराहरू, नेचुरल रिसोर्सको बाँडफाँडका कुराहरूमा, इभन सवारी साधनको बाँडफाँडमा पनि समस्या देखिएको छ भनेर महालेखाको प्रतिवेदनमा अहिले पनि आएको छ। यो कुरा भयो। कतिपय एउटा निजामती सम्बन्धी कानुन अहिलेसम्म हामीले ल्याउन सकेनौँ। यहाँ हाम्रो माननीय सञ्चार मन्त्रीज्यू पनि हुनुहुन्छ, उहाँ आफै पनि त्यो राज्य व्यवस्था समितिमा हुनुहुन्थ्यो। राज्य व्यवस्था समितिमा यति हामीले छलफल गरेको त्यो र राज्य व्यवस्था समितिले छलफल गरिसकेर फेरि सरकारले फिर्ता लियो, त्यो अहिलेसम्म ल्याउन सकिरहेको छैन। भनेपछि जब कर्मचारी सम्बन्धी कानुन ल्याउन सक्दैन, प्रहरी समायोजन गर्न सक्दैन भनेपछि सरकारको नियतमा मैले खोट देखेको छु। एउटा पाटो यो भयो। यसमा त्यसकारण अलिकति तल स्थानीय र प्रदेशलाई सरकारको अनुभूति दिने वातावरण बनाइनु पर्यो। यो रिपोर्टमा यी कुराहरू परेको छ। मैले यो समितिको सभापतिलाई धन्यवाद पनि दिन चाहन्छु। अर्को कुराहरू समितिको सिफारिसको कुराहरू गर्दाखेरि 38.60% सिफारिसहरू कानुन भएको छ भन्ने कुराहरू आएको छ। मलाई के लाग्छ भने अहिले संसद सचिवालयले गरेको अध्ययनमा 15 देखि 25% मात्रै सिफारिसहरू कानुन गरिएको भन्ने कुराहरू आएको छ। त्यो आफ्नो ठाउँमा होला, किनभने हरेक समितिहरूको कतिपय समितिले त अब 10%, 15%, 20% भन्दा बढी सिफारिस कानुन भएको छैन भन्ने कुराहरू आएको छ। एउटा कुरा सँगसँगै अहिले मैले महालेखाको प्रतिवेदनको एउटा हेरेँ, त्यहाँ प्रधानमन्त्री कार्यालयले पनि कतिपय मन्त्रालयगत रूपमा कतिपय अनुगमन गर्दो रहेछ। अनुगमन गर्ने एउटा अनुगमन प्रणाली एउटा सिस्टमै रहेछ। त्यो सिस्टममा हेर्दाखेरि उसले त्यो 1213वटा एक्टिभिटीको अनुगमन गर्दाखेरि 37.34% मात्रै कानुन भएको भनेर, 37% कानुन मात्रै भएको भनेर प्रधानमन्त्री कार्यालयको हवाला दिएर रिफरेन्स मानेर महालेखाले रिपोर्ट लेखेको छ भनेपछि यो समितिले करिब 39% कानुन भएको भनेपछि यो पाटो चाहिँ राम्रो छ। कतिपय राम्रो कुरालाई हामीले राम्रो पनि भन्नुपर्ने हुन्छ। यो पक्ष चाहिँ राम्रो, मलाई राम्रो पनि लाग्यो। अब अलिकति मैले सिफारिसका कुराहरू आउँछ। सिफारिसहरू चाहिँ कस्तो भयो भने अलिक जेनरल खालको छ, किन स्पेसिफिक सिफारिसहरू भएको भए अलि राम्रो पनि हुन्थ्यो। जेनरल, किनभने होलिस्टिक खालको सबै समितिका फङ्सनहरू डुप्लिकेसन भए, निर्देशनहरू कानुन भएन, कतिपय खालमा विषय विज्ञता भएका कर्मचारी पनि भएनन्, कतिपय मन्त्रालयमा संसदीय एउटा डेस्क पनि राख्नु पर्यो भन्ने लगायतका कतिपय सिफारिसहरू छन्। यो आफ्नो ठाउँमा छ। तर मेरो एउटा प्रस्ताव छ सम्माननीय अध्यक्ष महोदय, हामी कहाँ संसदमा एउटा रिसर्च डिभिजन छ।
रिसर्च डिभिजन छ, रिसर्च डिभिजनको मा त्यहाँ सचिवको दरबन्दी छ, सचिव हेर्नुहुन्छ, त्यो रिसर्च डिभिजन कामबिन माननीय तुलसाको